इजरायलमा चाहिँ हप्ताको पहिलो दिन चाहिँ सन्डे तपाईँहरूलाई थाहा थिएन होला है हाम्रो इन्डियामा चाहिँ हप्ताको पहिलो दिन मन्डे होइन इजरायलमा चाहिँ सन्डे हिँडिसकेको छ पोस्ट अफिस किन जाने भन्दा पैसा डिपोजिट गर्नु पऱ्यो नि त होइन घरमा पठाउनु पऱ्यो यहाँ चाहिँ हाम्रो जस्तो हुँदैन क्या ब्याङ्कमा भिड 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 तैछोड मैछोड गर्दै चाहिँ काम गर्नु पर्दैन किन भन्दा एक दिन अगाडि नै फोनबाट अपोइन्टमेन्ट निकाल्नुपर्छ गएर चाहिँ नम्बर वाइज बोलाउँछ त्यहाँबाट एकजनालाई नम्बर वाइज बोलाउँछ भिड हुँदैन मेरो बेबीलाई छिटो खाना दिएर चाहिँ केटा चाहिँ रेडी भएर चाहिँ चट्टासँगले निक्लिसकेको छ यहाँको वेदर वाउ अब यहाँको वेदर त भन्नै पर्दैन इजरायलको वेदर एउटा गीत गाइदिन्छु ल घर मेरो कोसी पारी छोडिआको धेरै भो धन कमाउने आशमा आधा उमेर बितिगो ज्यान छ मेरो परदेशैमा मन छ डाँडा गाउँमा आमा साह्रै गाह्रो हो परदेशी जिन्दगी 2 घन्टाको छुट्टी हुन्छ हो दिउँसो 2 घन्टाको छुट्टीमा त केटा त चरा जस्तो उड्दिन्छ चरा 2 घन्टाको छुट्टीमा म कहाँ चाहिँ जाँदिनँ चरा जस्तो उड्दिन्छ म क्या यो रेड लाइटमा हिँडेँ चाहिँ फेरि बुम हुन्छ बुम घर जानु पाउँदैन नि यहीँ मेरो बस हो क्या यो तेलभिभ जानु होइन रहेछ अब छुट्टी जानु पाएको छैन होइन के फेसिलिटी हो सिगरेट तानेर डस्ट फ्याल्ने जग्गा फेरि खैने गुट्का केही खाइँदैन सिम्पल छोरा फेरि हो केही खाँदैन छोरा के ठो हावा चल्यो दार्जिलिङ फिल छ त हौ है यो हावाले त दार्जिलिङ फिल छ त हौ ओके गाइस गएको ल अब मेरो चाहिँ 3 बजीको अपोइन्टमेन्ट छ कि अब 10 मिनट अगाडि चाहिँ चट्ट गएर चाहिँ अपोइन्टमेन्ट निकालेर चाहिँ रेडी भएर बस्नुपर्छ रेडी भएर त्यहाँबाट चाहिँ ट्रन आउँछ काम भइसक्यो केटाको पासपोर्ट चाहिँ मेन हो फेरि यो हरायो भने चाहिँ जिन्दगी खराब हुन्छ प्रपर मुंबई के आप मैं एक्चुअली साउथ के कर्नाटक गर्लफ्रेंड है आपका यहाँ नहीं बनाना चाहे ना वन वाइफ एक वाइफ है जिंदगी में अम्बो 48 वर्षको इंडियन केयर गिभर भेटेँ मैले यहाँ अंकल 48 वर्षको अंकल पनि काम गर्दै रहेछ यहाँ यार 1 साल भएर आएको 48 वर्षको बाजे चाहिँ यहाँ आएर कमाइ गर्दैछ केटाहरू के भएको तिमीहरू के भएको औ छिटो औ अम्बो सुकुन चाहिँ यतिकै मिल्नु पर्यो नि त जिन्दगीमा नखाउँ भन्छु भोक लागिहाल्छ होइन आज चाहिँ मेरो त्यही कारण लन्चमा चाहिँ लाङ्सा अनि रायोको साग हुनेछ है त गाइस यो मासु काट्ने चाहिँ मलाई खुकुरी चाहिएको छ माखादा साबा तोप कबिसेदर हिब्रू पनि हान्छ त केटाले फेरि के सोचेको अब यो भिडियो चाहिँ किन बनाएको भन्दा चाहिँ घरकोहरूलाई सुर्ता हुन्छ नि त होइन मेरो छोरा के गर्दैछ कस्तो खाँदैछ भनेर होइन यो चट्टै भिडियो देखेपछि चाहिँ मेरो छोराले मजाले बनाएर खाना खाँदै रहेछ भन्ने हुन्छ नि त यो कुकरको फेरि अचम्म लाग्दो कहानी छ यो यहाँ किनेकै होइन इजरायलमा यो इन्डियाबाट लिएर आएको अब यहाँ त पाउँदैन भन्छ हो यहाँको बाजे बोजूले चाहिँ कहिले पनि कुकर दिएको छैन रहेछ कि मेरो भातको सिटी राख्दा तर्सिन्छ कि यहाँको मान्छेहरूले दिएको छैन कि के हो कुरै बुझ्दैन अझ चाहिँ कुकरमै बनाएर खाइदिउँ भनेको नि त स्पेसल हुन्छ ओइल पनि फेरि ओलिभ ओइल सबैभन्दा पहिला सुक्खा खोर्सानी डढाऊ लगाऊ प्याज त्यहाँबाट हल्दी कलरको लागि लगाऊ त्यसपछि लसुन त्यसपछि अदुवा त्यसपछि टमाटर
एकछिन चलाउँदा यतिको भएपछि मिट हाल्दियो अब त्यहाँबाट स्वाद अनुसार नुन त्यसपछि गरम मसला त्यसपछि मिट मसला केटा फेरि जाँगरिलो छ अब चाहिँ 3-4 सिटी हालिन्छ हो त्यहाँबाट चाहिँ अट्टै साग हालेर चाहिँ यस्तो हुन्छ नि त्यहाँबाट त साँच्ची भनेको मलाई खुकुरीको चाहिँ जरुरी छ खुकुरीको चाहिँ हेर्दा त अन्त यहाँ यो खालको साग काट्नु परेन नि त अम्बो सक्छ त अन्त सक्छ त अम्बो सक्छ सुबललाई सक्छ अच्छा मेरो लन्च चाहिँ रेडी भइसक्यो खाइल गाइस खाइल यस्तो मिठो पकाएको तैँले भाइ दार्जिलिङको डल्ले खोर्सानी घरबाट बाहिर निक्लेपछि चाहिँ खानु चाहिँ लजाउनु भएन नि त होइन खानु चाहिँ पर्छ काम त भइहाल्छ अल्छी चाहिँ गर्नु भएन पकाउनु केटा त जाँगुरीले सकिदियो हो पकाउनु भनेपछि त म चाहिँ एभ्रिडे नै पकाएर खान्छु फ्रेसै बनाएर खान्छु किनभने म दिनभरि घरको घरमै हो नि त मेरो बाजेको त्यस्तो एक्टिभिटिजहरू छैन दिनभरि घरको घरमा बनायो खायो अलिअलि काम गर्यो बुढालाई अलिअलि खानाहरू बनाएर दियो हो खानामा स्यालेड त फेरि खाएको चाहिँ राम्रो है स्यालेड खाइन्छ हेल्दी हो आजको भिडियो यतिमै ल थ्याङ्क्स फर वाचिङ बाई गाइस सबैजनालाई बेलले गर्नु होला बाई बाई